हेलो सबैलाई नमस्कार। समसामयिक प्रश्नोत्तर 2081-82 को लागि मैले समसामयिक प्रश्नोत्तरहरू ल्याएर आएको छु र यो एकदमै महत्त्वपूर्ण छ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। अब नजिकै आउँदै गरेको कर्णाली अपराधिक 5औं तहको लागि, त्यसपछि खरिदार, शाखा अधिकृत सबै तहहरूमा र सबै क्षेत्रहरूमा एकदमै महत्त्वपूर्ण छ र यी प्रश्नहरू मैले ल्याएको छु र तिनको उत्तरहरू सब्स्क्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक, कमेन्ट र सेयर गरिदिनु होला। र प्रश्न नम्बर 1 मा कामी रिता शेर्पाले 30औं पटक सगरमाथाको सफल आरोहण कहिले गरेकी हुन् भनेको छ। उहाँले चाहिँ 2081 जेठ 9 र सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने व्यक्ति पनि कामी रिता शेर्पा हुन्। 29औं पटक चाहिँ वैशाख 30, 81 मै गरेका थिए। र 2 नम्बरमा नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2025 मा सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्रको अवार्ड प्राप्त गर्न सफल वृत्तचित्र कुन हो भनेको छ। डिजाइन टु डिस्पियर भन्ने चाहिँ हो। र 3 नम्बरमा 14औं दक्षिण एसियाली खेलकुद सागको आयोजना कहिले गर्ने निर्णय भएको छ भनेको छ। सन् 2026 जनवरी 23 देखि 31 पाकिस्तानमा हुने भएको छ र पाकिस्तानले 13 पटक गरेको हो र यसअघि 13औं दक्षिण एसियाली खेलकुद चाहिँ नेपालमा भएको थियो। बाल अदालत कहिलेदेखि सञ्चालन हुने भएको छ भनेको छ। प्रश्न नम्बर 4 मा विक्रम सम्वत 2082 वैशाख 2 गते। त्यसैगरी प्रश्न नम्बर 5 मा रहेको छ मध्य चमलिया जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ भनेको छ। 28.30 मेगावाट रहेको छ, जुन 2081 फागुन 10 मा शिलान्यास गरिएको हो। यो दार्चुला जिल्लामा पर्छ। 6 नम्बर प्रश्नमा आएका छौं। लदी पूजा कुन जातिमा प्रचलित छ भनेको छ। माझी। हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार मनाइन्छ। युएनओको 79औं महासभाको अध्यक्ष को हुन् भनेको छ। फिलेमोन याङ हुन्, जो 2024 सेप्टेम्बर 10 78औं चाहिँ डेनिस फ्रान्सिस हुन्। त्यसैगरी प्रश्न नम्बर 8 मा आएका छौं। इजरायल र प्यालेस्टिनी समूह हमास बीच युद्धविरामको सहमति कहिले भएको हो भनेको छ। यो चाहिँ एकदमै महत्त्वपूर्ण पनि रहेको छ। सन् 2025 जनवरी 19 देखि लागू भएको हो। 9 नम्बरमा छ 97औं ओस्कार अवार्ड 2025 को उत्कृष्ट चलचित्र कुन हो भनेको छ। अनोरा हो र उत्कृष्ट अभिनेता एड्रियन ब्रोडीले द बुडापेलिस्ट भन्ने मुभीको हुन् र उत्कृष्ट अभिनेत्री माइकी मेडिएसन, उत्कृष्ट निर्देशक सन बेकर अनोरा फिल्मकै र 96औं सर्वोत्कृष्ट चलचित्र भनेको ओपनहाइमर हो, जुन 7 विधामा एउटैले चाहिँ 7 विधामा अवार्ड जितेको थियो। 97औं एकाडेमी अवार्डका लागि नेपालबाट छनौट भएको चलचित्र चाहिँ साम्बाला हो। यो पनि याद गर्नुहोला। कोशी एक्सिलेन्स अवार्ड 2081 कसलाई प्रदान गरियो भनेको छ। साहित्यकार झमक घिमिरेलाई। शारीरिक रूपमा अशक्त झमक साहित्यकार घिमिरेले विक्रम सम्वत 2067 सालमा जीवन काँडाकी फूल मार्फत मदन पुरस्कार प्राप्त गरेकी हुन्। र 11 नम्बरमा नेपाल दोस्रो पटक फाइनान्सियल एक्सन टास्क फोर्स AFATF को ग्रे लिस्टमा कहिले परेको भनेको छ। विक्रम सम्वत 2081 फागुन 9 गते र एडीमा भन्दाखेरि 2025 फेब्रुअरी 21 मा। 12 नम्बर प्रश्नमा छौं। अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिले मनाइन्छ भनेको छ। फेब्रुअरी 21 सन् 2000 देखि 21 फेब्रुअरीलाई विश्वभरि नै मातृभाषाका दिवसका रूपमा मनाउन थालिएको हो। फेब्रुअरी 21 चाहिँ मातृभाषा दिवस हो भने 2000 देखि चाहिँ यसलाई मनाउन थालिएको हो। यसलाई याद गर्नुहोला। र 13 नम्बरमा देशको पहिलो जलविद्युत चुहाउट घोषित नगरपालिका कुन हो भनेको छ। चाहिँ कन्काई नगरपालिका हो। र त्यसैगरी राष्ट्रिय खेलकुद परिषद राखेपले 10औं राष्ट्रिय खेलकुदका लागि तोकेको नयाँ मिति कुन हो भनेको छ, जुन चाहिँ कर्णाली प्रदेशमा हुन लागेको छ। 82 जेठ 3 देखि 10 गतेसम्म यो चाहिँ सारेको सारी छ। र अंग्रेजी भाषालाई अमेरिकाको आधिकारिक भाषाको मान्यता कहिले प्रदान गरिएको हो भनेको छ। अंग्रेजी भाषालाई 2025 मार्च 1 राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका हुन्, जुन अमेरिकामा। नेपाल मुक्तक प्रतिष्ठानको 12औं वार्षिक उत्सवका अवसरमा भीम दर्शन मुक्तक पुरस्कारबाट सम्मानित सर्जक को हुन् भनेको छ। यसको सही उत्तर हो मुक्तकार नन्द हाङखिम। पुरस्कार राशि चाहिँ 31,000 रहेको छ। खगेन्द्र गिरी कोपिलालाई प्रदान गरिएको। 7 नम्बर भारत सरकारद्वारा सन् 2025 मा प्रदान गर्ने प्रतिष्ठित, जुन भारतले प्रदान गर्छ, पद्मश्री पुरस्कारबाट सम्मानित हुने व्यक्ति को हुन् भनेको छ। साहित्यकार गीता उपाध्याय, जुन आसाम ठाउँको नाम भने लोक कलाकार नरेन गुरुङले, दुईजनाले चाहिँ सिक्किमको उहाँहरूले पाउनुभएको थियो।
90 70 90 लक्ष्य सहितको रणनीति केसँग सम्बन्धित छ भनेको छ। यो चाहिँ विश्वमा पाठेघरको मुख क्यान्सरको निवारणसँग सम्बन्धित छ र पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित हुन HPV खोप दिइने भनेको छ जुन यो रणनीतिमा। संयुक्त राष्ट्रसङ्घले 19 नम्बरमा संयुक्त राष्ट्रसङ्घले 2025लाई कुन अन्तर्राष्ट्रिय वर्षका रूपमा मनाउने निर्णय गरेको छ भनेको छ हिम नदी संरक्षण वर्षका रूपमा जुन चाहिँ 2025मा। त्यसै गरी 20 नम्बरमा ICC च्याम्पियन ट्रफी 2025 उपाधि 9 संस्करण भनेको छ। यस चाहिँ विजेता चाहिँ भारतलाई र उपविजेता न्युजिल्यान्ड। त्यसै गरी आयोजना चाहिँ 19 फेब्रुअरीदेखि 9 मार्च 2025मा भएको थियो। प्लेयर अफ द सिरिज चाहिँ रचिन रविन्द्र न्युजिल्यान्ड र पहिलो विजेता दक्षिण अफ्रिका 1998मा। प्लेयर अफ द म्याच रोहित शर्मा र यसअघि 2017मा विजेता पाकिस्तान र उपविजेता भारत भएको थियो यसअघि चाहिँ है। अनि अर्को चाहिँ नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका चाहिँ म्याट रोस नियुक्ति भएका छन् जुन कुन डेटमा भन्दाखेरि 81 फागुन 18 गते भएका छन् 2025 मार्च 2 गते। त्यसै गरी सर्वोत्कृष्ट महिला 22 नम्बरमा छौँ। सर्वोत्कृष्ट महिला फुटबल खेलाडी 2081बाट सम्मानित हुने महिला को हुन् भनेको छ प्रीति राई। यङ स्टार फाउन्डेसनले जुन सम्मानित गरेको 2081 फागुन 17 गते। यिनीहरूलाई कण्ठ गर्दाखेरि कसरी गर्ने भन्दाखेरि अब 17 गते यसरी हो भने अब 18 गते प्रशिक्षक फुटबलकै होइन त्यसरी कण्ठ गर्दा चाहिँ सजिलो हुन्छ। 17 गते प्रीति राईले पुरस्कार सम्मानित पाइन्, सर्वोत्कृष्ट महिलाबाट सम्मानित पाइन् र त्यसै गरी त्यही दिनको पछिल्लो दिन चाहिँ सम्मानित पाएर चाहिँ मुख्य प्रशिक्षक आएछन् है अस्ट्रेलियाबाट। यसरी मिलाएर पढ्दाखेरि सम्झिन सजिलो हुन्छ है त। अनि अमेरिकी राष्ट्रपति र युक्रेन राष्ट्रपति जेलेन्स्की बीच औपचारिक भेटवार्ता कहिले भयो भनेको छ जुन चाहिँ व्हाइट हाउसमा भएको थियो। एकदमै भाइरल भएको थियो त्यो विषयलाई पनि जुन 2025 फेब्रुअरी 28मा चाहिँ औपचारिक भेटवार्ता भएको थियो जुनमा चाहिँ युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चाहिँ कोट प्यान्ट नलाएर अब नर्मल ड्रेसमा चाहिँ गएका थिए। जलवायु परिवर्तन जोखिम सूचाङ्क जुन क्लाइमेट रिस्क इन्डेक्स 2025 नेपालको स्थान कतिमा रहेको छ भनेको छ। यो इन्डेक्सहरू पनि हेर्नुहोला र फेसबुक पेज लोकसेवा यात्री छ जुन 11,000 फलोवर्स छ त्यो पेजमा पनि मैले इन्डेक्सहरू सबैको एकमुष्ट इन्डेक्स त्यसरी हालिदिने छु। हेर्नुहोला, पेज इन्भिट गर्नुहोला, फलो गर्नुहोला। यो 69औं स्थानमा पर्छ है। प्रकाशन गर्ने निकाय चाहिँ जर्मन वाच हो। अनि त्यसपछि विगतमा नेपालको स्थान चाहिँ 2021मा 10औं थियो, 2017मा 4थो थियो। त्यसै गरी हाल नेपालमा चरा प्रजातिको सङ्ख्या कति पुगेको छ भनेको छ यो चाहिँ 898 जुन पछिल्लो पटक चाहिँ बैजनी बुङ्गे चरा भन्ने चाहिँ थप भएको हो है 97 भन्दा पछिल्लो पटक हो। र 115औं अन्तर्राष्ट्रिय महिला दिवस 2025 भनेको छ। यिनीहरूको चाहिँ कतिौं हो अनि नारा के हो भनेर यसरी आउँछ। यो पनि हेर्नु होला सर र अनि अप्सन हेरेपछि थाहा भइहाल्छ। विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् 1910 मार्च 8 तारिकमा सुरु भएसँगै महिला अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएको छ। संयुक्त राष्ट्रसङ्घले 1975मा यो दिवस मनाउन थालेपछि यसलाई आधिकारिक मान्यता पाएको थियो। नेपालमा विक्रमसम्वत 2016 साल प्रधानमन्त्री बीपी कोइरालाको पालादेखि नियमित रूपमा यो दिवस सुरु मनाउन थालिएको हो। अन्त 2025 को नारा चाहिँ सबै महिला र युवतीका लागि समानता सशक्तिकरण भनेको छ जुन इङ्ग्लिसमा फर अल वुमेन एन्ड गर्ल्स राइट्स इक्वालिटी इम्पावरमेन्ट भनेको छ। 2024 को नारा के रहेको थियो भन्दाखेरि इन्भेस्ट इन वुमेन एक्सेलरेट प्रोग्रेस भनेको छ है त। त्यसै गरी 27 नम्बरमा वर्ल्ड वाइड डे 2025 भनेको छ। भनेको विश्व वन्यजन्तु दिवस 2025 को कुन नारा अनि मार्च 3 मा मनाइने रहेछ यसलाई पनि याद गर्नु होला। त्यसै गरी नारा चाहिँ वाइल्ड लाइफ कन्जर्भेसन फाइनान्स इन्भेस्टिङ इन पिपुल एन्ड प्लानेट भनेको छ। यसलाई पनि याद गर्नु होला। र त्यसै गरी 28 नम्बर सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको थियो भनेको छ। माघ 10 मा गरेको थियो 81 सालकै। सरकारले खेतबारीमा आउने जङ्गली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेपछि बाँदरलाई धपाउन, लखेट्न र पक्रन कानुनी रूपमा नै बाटो खोलेको हो। 29 नम्बरमा संयुक्त राष्ट्रसङ्घ सन् 2025 मा घुम्नुपर्ने विश्वका उत्कृष्ट ठाउँको सूचीमा लुम्बिनी कतिौं स्थानमा रहेको छ भनेको छ। 9औं स्थानमा रहेको छ। र 1 मा चाहिँ कुन रहेको छ भन्दाखेरि जेन अस्टिन जुन इङ्ल्यान्डमा पर्छ, 2 मा गालापागोस आइल्यान्ड इक्वेडरमा पर्छ, त्यसै गरी 3 मा न्युयोर्क सिटी म्युजियम्स अमेरिकामा पर्छ, आसाम भारतमा पर्छ, व्हाइट लोटस चाहिँ थाइल्यान्डमा।
अनि त्यसपछि विश्व ध्यान दिवस भनेको छ वर्ल्ड मेडिटेसन डे 2025 को मनाइन्छ डिसेम्बर 21 हो। नारा इनर पिस ग्लोबल हार्मोनी भनेको छ 2024 मा पहिलो ध्यान दिवस मनाइएको घोषणा 2024 डिसेम्बर 6 मा भएको थियो। घोषणा चाहिँ 7 प्रदेश र 753वटा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन भनेको छ प्रदेशहरूको हैन त। 31 नम्बरमा सार्वजनिक 2081 फागुन 1 मा भएको थियो, जुन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको थियो। सबैभन्दा बढी अङ्क प्राप्त गर्ने महानगरपालिका भनेको भरतपुर महानगरपालिका चितवन जुन 76.2 गरेको थियो महानगरपालिकामा। र त्यसैगरी कम प्राप्त गर्ने महानगरपालिका वीरगञ्ज महानगरपालिका जुन पर्छ 43.1। लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको राष्ट्रिय नारा के हो भनेको छ हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता भनेको छ। मनाउने दिन प्रत्येक वर्ष नोभेम्बर 25 देखि डिसेम्बर 10 दिनसम्म गरिन्छ, 16 दिने हुन्छ। र 33 नम्बरमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङ कार्य सम्पन्न कहिले भयो भनेको छ 2081 पुस 17 मा भएको थियो। सुरु चाहिँ 2081 वैशाख 28 बाट भएको थियो। यसैगरी यसको गहिराई भनेको 4002 मिटर रहेको छ, जुन दैलेखको जलजले ठाउँमा। सहयोग गर्ने देश चाहिँ चीन हो, यसलाई पनि याद गर्नु होला। आइएसओ 27001 2022 प्रमाणपत्र प्राप्त गर्ने सफल नेपाली बैंक हुन भनेको छ नबिल बैंक लिमिटेड हो, जुन सन् 2025 जनवरीमा चाहिँ यो घोषणा भएको। त्यसैगरी 35 मा ग्रीन क्लाइमेट फन्ड GCF बाट मान्यता प्राप्त नेपालकै पहिलो वाणिज्य बैंक कुन हो भनेको छ मान्यता पाउने बैंक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक NIMB। र त्यसैगरी कहिले पाएको भन्दाखेरि 2025 जनवरीमा। अमेरिकी राष्ट्रपति 36 नम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय कहिले गरेका हुन् भनेको छ सन् 2025 जनवरी 20 मा चाहिँ बाहिरिने निर्णय गरेका हुन्। 36 नम्बर क्वेसनमा पुगेका छौँ। इजरायलले संयुक्त राष्ट्रसङ्घ मानवाधिकार परिषद UNHRC बाट अलग हुने घोषणा कहिले गरेको हो भनेको छ सन् 2025 फेब्रुअरी छ। 7औं महिला साफ च्याम्पियनसिप 2025 को बारेमा डिटेल हेर्छौँ हामी। मिति 2024 अक्टोबर 17 देखि 30 सम्म भएको थियो। 2024 अक्टोबर 17 देखि 30 सम्म। विजेता बङ्गलादेश दोस्रो पटक विजेता भएको हो र पहिलो पटक विजेता 2022 मा भएको थियो बङ्गलादेश। उपविजेता नेपालले जुन 6औं पटक चाहिँ उपविजेताको रूपमा चाहिँ प्राप्त गरिसकेको छ। गोल अन्तर 2-1 ले भएको थियो। आयोजक नेपाल रहेको छ र यो हरेक 2-2 वर्षमा हुने गर्छ। यो चाहिँ तलका भन्नेहरू सही गलत भनेर कहिलेकाहीँ सोधिदिन्छ। हालसम्म नेपालले 2019, 2022, 2024 3 पटक आयोजना गरेको छ है। अनि सन् 2010 मा पहिलो संस्करण विजेता चाहिँ भारत हो। र त्यसैगरी 39 नम्बरमा सैन्य शक्ति सूचाङ्क 2024 मा नेपाल कतिौं स्थानमा रहेको छ भनेको छ 128औं स्थानमा रहेको छ। र हामी त्यसपछि 40 नम्बर भ्रष्टाचार सूचाङ्क 2022-24 मा नेपाल कतिौं स्थानमा रहेको छ भनेको छ 108 स्थानमा रहेको छ। 34 अङ्कसहित प्रकाशक गर्ने चाहिँ ट्रान्सपरेन्सी इन्टरनेसनल हुन्, जुन 2025 फेब्रुअरी 11 मा गरेको थियो भने कम भ्रष्टाचार हुने प्रमुख 5 वटा मुलुकहरू डेनमार्क, फिनल्यान्ड अनि त्यसपछि यसमा चेक के छ डेनमार्क, फिनल्यान्ड गरेर यो मैले पेजमा हालिदिनु छु, त्यसमा पनि हेर्नु होला है त। अनि ठ्याक्कै चेक के छ। र बढी भ्रष्टाचार हुने अन्तिम 5 मुलुक भनेको छ सोमालिया, भेनेजुएला, सिरिया, दक्षिण सुडान र यमन हुन्। सार्कमा क्रमशः सबभन्दा कम भुटान जुन 72 अङ्क ल्याएको छ, भारत, त्यसपछि मालदिप्स, नेपाल, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान 165 स्थानमा 17 अङ्क सहित। र 107औं स्थानमा हुने देशहरू 7 वटा रहेका छन् अल्जेरिया, ब्राजिल, मलावी, नेपाल, नाइजर, थाइल्यान्ड र टर्की। त्यसैगरी 41औं स्थानमा विक्रम 2081 को निजामती सेवा दिवस कतिौं हो भनेको छ यो 21औं हो। हरेक वर्ष भदौ 22 मा मनाइने। विक्रम सम्वत 2013 भदौ 22 गते प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको पालामा पहिलोपटक निजामती सेवा ऐन जारी भएको सम्झनामा मनाइने। विक्रम सम्वत 2061 सालदेखि मनाउन थालिएको हो र 2078 देखि 2022 सम्मको नारा व्यावसायिक र सृजनशील प्रशासन, विकास, समृद्धि र सुशासन हो। आजलाई मैले यो 41 वटा प्रश्नहरू लिएर आएँ। यदि तपाईहरुलाई मन परेमा र यसले केही सहयोग गरेमा चाहिँ फेरि पनि कमेन्ट गर्नु होला, अर्को भिडियो लिएर आउने छु। र त्यसैगरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। त्यसपछि हाम्रो लक्ष्य यात्री फेसबुक पेज जुन 11000 फलोअर्स छ त्यसमा जोडिनु होला, त्यसमा पनि हाल्दिने छु। र PDF लिनको लागि 984555 99387 मा WhatsApp गर्नु होला है त। हस्, धन्यवाद।